म अहिले अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा विदेशमा बसिरहे पनि मेरो मन र आशा नेपालसँग गहिरो रूपमा जोडिएको छ र सधैँ जोडिरहने नै छ। अहिले हाम्रो देश नेपाल अर्को चुनावतर्फ अघि बढ्दैछ र यो केवल मात्र एउटा भोट नभएर हाम्रो अर्को 5 वर्षको र त्यसपछिका दिनहरूको सरकारको डिरेक्सन तय गर्ने विषय हो। अब मात्र 12 दिन बाँकी छ। कार्तिक 30 भित्र आफ्नो भोटिङ कार्ड बनाउनुहोस् र रजिस्ट्रेसन गर्नुहोस्, जसले नेपालको सरकारको आकार दिने, राम्रो शासन सुनिश्चित गर्ने र हाम्रो भविष्यका लागि अर्थपूर्ण परिवर्तन ल्याउने मुख्य कुञ्जी हो। हरेक भोटले नेतृत्वलाई जवाफदेही बनाउने, लोकतन्त्र बलियो बनाउने र हाम्रा अधिकारको सुरक्षा गर्ने काम गर्छ। यो इलेक्सन हाम्रो रिसेट बटन हो। हामी अधिकारको पर्खाइमा बस्न सक्दैनौँ। अब यसको प्रयोग गर्ने समय हो। हाम्रो भोटहरू भ्रष्टाचार, ब्रोकन प्रमिसेस र सम्पूर्ण नेपाली जनताको सङ्घर्षको उत्तर हुनेछन्। यस पटक हामीलाई धोका दिइने वा भ्रमित पारिने छैन। 8 र 9 सेप्टेम्बरले हाम्रो शक्ति देखायो। अब ब्यालोट्सले पनि त्यसै गर्न सक्छ। आफ्नो भोटिङ कार्ड बनाउनुहोस् र मेक योर भोइस काउन्ट। देखाऊ कि शक्ति जनतासँग छ, राजनीतिसँग होइन।